यो ज्वरो कहिले आउँछ भनेर कसैलाई थाहा छ? ज्वरो चाहिँ कुन टाइममा बढी आउँछ भनेर? मलाई लाग्छ यो ज्वरो चाहिँ सिजनमा आउँछ, धेरै सिजन हुँदो रहेछ क्या ज्वरोले पनि। कस्तो सिजन भन्नुहुन्छ भने दसैँ तिहारको सिजन। दसैँ तिहारमा त लास्टै बिरामी भएको देख्छु, जो पनि दसैँ तिहार आउन लागिसकेपछि क्या। मेरो छोरालाई झन् कति धेरै ज्वरो आएको छ, हेर्नु न, आँसु नि आइन्छ मेरो सानीलाई। औषधि खाउन्जेल सन्चो हुन्छ, औषधि खान छोडिसकेपछि फेरि उयो पारा। किन यस्तो भएको हो यो? ज्वरो पनि अलि थोरै आउनु, मेरो छोरालाई दुःख नदिनु, बरु मम्मीहरूलाई आउनु। हेर मेरो बाबाको आँखामा कति आँसु भएको छ जोनीको सानो। मेरो आँसु गाह्रो भएको कहाँ दुहो छोरा? खुट्टामा। दसैँ तिहार आउन लागेपछि क्या। ज्वरोहरूलाई पनि दसैँ तिहार लाग्छ के हो? मलाई त्यस्तै लाग्न थालिसक्यो भनेको। जब दसैँ तिहार आउन थालेको हुन्छ त्यतिखेर चाहिँ लास्टै डेङ्गुडे सेङ्गुडे भन्ने लास्टै बिरामी हुने क्या। बढी देख्छु क्या मान्छेहरू चाहिँ। के कारणले यस्तो हुन्छ होला है? बिरामी नै नहुने कुनै औषधि